वाह खुसी भयो ह्याप्पी हेलो तिम्रो लागि ल यो सेक्सन चाहिँ सुजको लागि है यहाँ स्पेस छ राम्रो स्पेस छ मजाले सुज अट्छ है अनि दुईटा ब्याट यसमा अट्छ एउटा यहाँ राखेको छु अर्को तिम्रो प्र्याक्टिस ब्याट यहाँ हुनसक्छ ल सबभन्दा सुरुवात गरौँ हेलमेटबाट एकदम फाइन हेलमेट मोटो कुसन भएको एकदम सेफ्टीलाई ध्यानमा राखेर यो एकदम राम्रो मेटलको राम्रो बडी हेलमेट एक सेट राखियो त्यसपछि प्याड यो वान डे खेल्ने निलो कलरको T20 खेल्ने है दुईटै फर्मेटमा हुने एकदम राम्रो कुसन भएको मोटो फर्म भएको एसएसको म्याच अगाडिबाट पनि हाई मेटल के अरे फाइबर युज भएको यो एसएस म्याच भयो त्यस्तै तिम्रो लागि अर्को यहाँ छ थाई प्याड माथि फाइबर भएको तल चाहिँ नि सफ्ट कुसन भएको है यो पछिसम्म पनि खेल्न मिल्छ अर्को यो एल्बो गार्ड है फाइबर र फोम दुईटै यसमा युज भएको छ त्यसपछि तिम्रो लागि अर्को यहाँ छ ब्याटिङ ग्लोभ्स है राम्रो खालको भित्र लेदर भएको छ भेन्टिलेटेड ल लेदर भेन्टिलेसन सबै भएको राम्रो भएको तिम्रो साइजलाई मिल्ने यो तिम्रो लागि चाहिँ नि यो एडी एब्डोमिनल गार्ड भयो एब्डोमिनल गार्डलाई चाहिँ सपोर्ट गर्ने यो लाउने र ह्याङ्गिङ बल पनि ल्याइदिएको छु तिम्रो लागि यो नकिङ बल यो ब्याटलाई नक गर्ने अनि अर्को तिम्रो ल एकदम सरप्राइज राम्रो ब्याट है यो ब्याट चाहिँ हेर है यो इङ्ग्लिस विलो ब्याट इङ्ग्लिस विलोको धेरै भेराइटीहरू आउँछन् र प्र्याक्टिस गर्नको लागि यो चाहिँ नि फाइन ब्याट छ एकदम राम्रो ब्याट है यसको चाहिँ नि ब्याटको यो ह्यान्डल लाइफ टाइम ग्यारेन्टी केही भइहाल्यो भने लाने त्यहाँ अनि चेन्ज गर्ने यो चाहिँ नि क्युआर भएको ओरिजिनल यहाँ स्क्यान गर्दा हुन्छ यो ओरिजिनल हो भनेर चाहिँ नि हो